हुँदैन है, सुँगुर खस्नु हुँदैन है, बाबा राँगा काट्नु हुँदैन है। हामी सभ्य तरिकाले, सबै मान्छेको तरिकाले काम गरौँ है, सेवा गरौँ है भनेका छौँ। हामीले नगर भनेको छैन, त्यो पनि खाने मन लाग्नेले नखाऊ है भनेको छैनौँ, रक्सी पिउने मन लाग्नेले नखाऊ न भनेको छैनौँ, तर कम्ती खानु है, अलि बिस्तारै छोड्नु पनि पर्छ है भनेको छौँ फेरि। त्यस कारणले यहाँनिर फेसबुक युट्युबमा अपडेट गर्दा त म यही भन्छु, मूर्ख भन्यो भने उही मूर्ख हो, मूर्ख भन्यो भने उही मूर्ख हो। त्यस कारणले म यही भन्नु म चाहन्छु। र धर्म किराँत धर्म हो, युमा धर्म होइन, युमा सम्मान हो। युमा सम्मान हामी मान्छौँ, हामी सत्य युमा सम्मान हो, तर भोग लाउँदैन। र हाम्रो संस्कृति तोङबा, लिम्बूहरूको संस्कृति भनेको त तोङबा खाएर के हुन्छ? तोङबा खाएपछि मदङ्गल मेनाङ ऊ बौला हुन्छ। बौलाले बौलै देख्छ नि, बौलाले बौलै देख्छ नि। तोङबा खाएपछि बौला भएन, भयो, कुरै मिल्दैन। अहिले कुटाकुट गर्छ, काटाकाट गर्छ, दण्ड जरिवाना हुन्छ, दण्डित हुन्छ, कानुन लाग्छ। त्यस कारणले हामीले जाँडाक्सी खानेले पनि कम्ती गर्नु है भनेको त्यही हो। कम्ती गर है, बुढीसँग त नबाज न बाबा, तपाईँको छोरासँग त नबाज न बाबा, झगडा त नगर न बाबा, खुकुरी जिकेर मान्छे काट्ने काम हिंसा त नगर न बाबा। हाम्रो भनाइ यो है र हाम्रो धर्मको भनाइ यो। त्यसले गर्दाखेरि म यही भन्दै म अब लामो समय लिन्न र म यहाँ धेरै कुरा सुन्छु, युट्युबमा फेसबुकमा दिइराखेको छु। म सबै हामी स्क्रिन सर्ट गरेका छौँ, हामी त्यो छाप्छौँ। अब म छाप्ने निर्देशन दिइसकेका छु। के लेख्यो त्यो कुरा टुक्रा टुक्रा अर्थ लगाएर हामी अब छाप्ने बेला छौँ। यो कुरा निश्चित र त्यही कुरा भन्दै म अब लामो समय लिन्न र अब माङमा बाँड्नु पर्ने रात परिगयो। अघि